न थकाइ छै खुट्टामा न हारको कुनै डर, विश्वकपको लक्ष्य लिई हिँडेका छन् निडर। नमस्कार सम्पूर्ण क्रिकेट प्रेमी साथीहरू। आजसम्म हामीले विश्वकपको सपनाहरूको रङ्गशालामा देख्यौँ, अरूको झन्डा फहराएको देखेर ताली बजायौँ। तर समय सधैँ एकनास रहँदैन। अब धैर्यताको बाण फुट्दैछ, किनकि नेपाली क्रिकेटको एउटा नयाँ र सुनौलो बिहानी सुरु भएको छ। हो, अब विश्वकपको बाटो कुनै पराई देशबाट होइन, हाम्रै हिमालको फेदीबाट सुरु हुँदैछ। विश्व क्रिकेटको सर्वोच्च निकाय आइसिसीले महिला टी20 विश्वकप ग्लोबल क्वालिफायर 2026 आयोजनाको जिम्मेवारी नेपालको काँधमा सुम्पिएको छ। यो नेपालको लागि एउटा ऐतिहासिक खुड्किलो हो। अब विश्वको आँखा नेपालमा हुनेछ। हरेक अन्तर्राष्ट्रिय हेडलाइनमा हाम्रा मैदानहरू र नेपालको नाम छाउनेछ। यो केवल एउटा प्रतियोगिता मात्र होइन, यो त नेपालको आयोजना गर्ने क्षमता र विश्व प्रसिद्ध आतिथ्यताको ठूलो परीक्षा बन्यो। विश्वले हेर्नेछ कसरी एउटा क्रिकेट प्रेमी राष्ट्रले संसारलाई स्वागत गर्छ। हाम्रो व्यवस्थापन र हाम्रो सत्कारको हरेक पलमा मूल्याङ्कन हुनेछ। यदि आज हामीले यो परीक्षामा आफूलाई अब्बल साबित गर्न सक्यौँ भने भोलि एसिया कप र पुरुष विश्वकप जस्ता ठूला आयोजनाहरू पनि हाम्रै आँगनको बाटोमा खुल्नेछ। यो भविष्यका अझ ठूला सपनाहरूका लागि जग बसाल्ने अवसर हो। जनवरी 18 देखि फेब्रुअरी 3 सम्म 10 राष्ट्र, 2 मैदान र केवल 4वटा टिकट, जसले टोलीलाई सिधै इङ्ल्यान्ड र वेल्सको ऐतिहासिक मैदानसम्म पुर्याउनेछ। यो केवल एउटा खेल होइन, यो विश्वकपको एउटा खुड्किलो पार गर्ने धर्मयुद्ध हो। हाम्रो माटो र हाम्रा हिमालहरू यो महाकुम्भको साक्षी बन्नेछन्। हिजोसम्म हामी अरूका लागि ताली बजाउँथ्यौँ, आज विश्वले हाम्रो व्यवस्थापन र हाम्रा चेलीहरूको जादुको लागि ताली बजाउनेछ। मैदान तातिसक्यो, टोलीहरू तयार छन्, तयार रहनुहोस्। हेडलाइनमा नेपाल हुनेछ, इतिहासमा नेपाल हुनेछ र विश्वकपको यात्रा नेपालको माटोबाट। धन्यवाद। जय नेपाल, जय नेपाली, जय नेपाली क्रिकेट।